मोबाइल ओनर मोबाइल हराएको मान्छे अझै फेरि फोन लिएर गइदिइरहेको छ नि अनि भाइ सिम निकालेर दिइरहेको छ है लास्टमा। वेलकम ब्याक टु डिएसके व्लग्स। हामीले चाहिँ अस्ति नदीमा होइन फोन भएको थियो एउटा, त्यो फोन पुरा फुटेको थियो अनि कहाँ गिऱ्यो थाहै भएन होइन। सिम कार्ड निकालेको थियौँ कि सिम कार्ड, कसको इमर्जेन्सी सिम कार्ड हुन्छ भनेर होइन निकालेको थियौँ। सिम कार्ड पनि यो मोबाइलको कभरमा छ, एउटा मोबाइलमा राखेको छौँ होइन। अहिले दिने जान लाग्छौँ हामी, हेरौँ अब के हुन्छ कस्तो हुन्छ, त्यहाँ गएर देखाउँला होइन को आउने रहेछन्, कसको फोन रहेछ भनेर त्यतिखेर देखाउनेछौँ हामी। अहिले चाहिँ हामी हाम्रो कट्टिपुरको बाटो लिएर जानु भएको छौँ होइन, त्यहाँ गएर थाहा हुन्छ कसको फोन रहेछ भनेर। अनि हामीले यो फोन पाएको कारणले गर्दा हामी अहिले जान लाग्छौँ। नौनिया रहेछन् कि होइन, फोन जसको हराएको छ त्यो मान्छे नौनियाको रहेछन्। अनि नौनियाको बहिनीहरू कि को दुई केटीहरूले होइन फोन गरेर भनिरहेको छन् त्यो फोन हाम्रो हो भनेर। अनि हामी चाहिँ फोन दिन जान लाग्छ को रहेछन् हामी देखाउनेछौँ होइन। फोन हराइसक्यो, सिम मात्रै हिँड्छ कि बच्चाले फोन तोडिदिए रहेछन् होइन, त्यो हामीलाई थाहा भएन। अब घरमा राखेको चाहिँ सानो सानो बच्चाहरू घरमा छ होइन, तोडिदिन्छन्। हामी आएर सिधा नौनिया घुसतिर आयो। तिनीहरू आउनुपर्ने ठाउँमा हामी गइदिइरहेको छौँ पुगाउन है। यतिको चाहिँ इमान्दार छ यो भाइ पनि होइन। यो भाइले पाएको फोन हामी उल्टो गइदिइरहेको छौँ पुगाउन। अनि हामी चाहिँ यहाँ आइसकेको थियौँ उसमा। अब हेर्नु भाइ कसलाई दिन्छ सिम है, सिम पुगाउने टाइम आइसकेको छ होइन। हामी गइरहेको छ नौनियामा। अस्ति यहाँ भाइहरू माछा छोप्न आएर रहेछन् क्या राति साइड, राति साइड छोप्न आएको थियो, त्यतिखेर फोन पायो यिनीहरूले। अनि फोनमा चाहिँ केही थिएन काम लाग्ने, त्यो घरमा राखिदिएको थियो, खुच्चाजीले टुकाइदियो बच्चाहरूले। अनि चलाइ आइसकेको छन् मोबाइल ओनर, मोबाइल हराएको मान्छे अझै फेरि फोन लिएर गइदिइरहेको छन् अनि भाइ सिम निकालेर दिइरहेको छ है लास्टमा।